सम्पूर्ण नमस्कार। म अर्जुन विष्ट। आज चाहिँ म गुल्मीको मदानी गाउँपालिका त्यसैगरी प्युठानको गोमुखी गाउँपालिकाको सङ्गम स्थलमा रहेको टोप्रे गुफा लेखमा चाहिँ म आइपुगेको छु र यहाँ चाहिँ केही कामहरू हुँदै रहेछ र गोमुखी भ्रमण वर्ष 2082 लाई मध्यनजर गर्दै हामी पनि त्यहाँ पुगौँ त भन्ने उद्देश्यका साथ यहाँ आइपुगेको अवस्था छ भने यति बेला बेलुकीको 6:30 बजिसकेको अवस्था छ। बाँकी तपाईहरुले चाहिँ भिडियोबाट देखाउने कोसिस गर्नेछु, हेर्नु होला है त। अनि यस भिडियो चाहिँ अर्जुन विष्ट छेत्री नामक युट्युब च्यानलबाट आउने गर्छ। सबैजना युट्युबमा भिजिट गर्नु होला अनि च्यानल सब्स्क्राइब गर्नु होला है त। ल बाँकी चाहिँ अब भिडियोबाट। यो चाहिँ टोप्रे गुफा रहेको छ र यहाँ यो चाहिँ हामीले काम गर्ने कामदारहरूले सोधे अनुसार पानी ट्याङ्की हो भन्ने कुरा गर्नुभयो र यो चाहिँ यता तलतिरबाट पानी तानेर ल्याउने भन्ने कुरा सुनिँदैछ र यहाँ चाहिँ जुन यो मदानी गाउँपालिका त्यसैगरी गोमुखी गाउँपालिकाको सबभन्दा उच्च स्थान रहेको छ यो टोप्रे गुफा। यहाँ चाहिँ प्रत्येक फागु पूर्णिमाको अवसरमा चाहिँ मेला लाग्ने गर्दछ र यहाँ पोहोर साल चाहिँ बेन्चहरू निर्माण भएका थिए भने अहिले चाहिँ यसरी ट्याङ्की बन्ने क्रममा रहेछ र यो चाहिँ यतातिरको बाटो रहेको छ, हाम्रो खोङतिर आउने बाटो रहेको छ र यति बेला चाहिँ बेलुकीको 6:30 बजिसकेको अवस्था भएअनुसार चाहिँ बर्खाको समय अनि बादल लागेको। यहाँबाट चाहिँ गुल्मीको सदरमुकाम तमगास त्यसै प्युठान सदरमुकाम खलङ्गा अनि लगायत विभिन्न हिमालहरू चाहिँ देख्न सकिन्छ भने यति बेला कुहिरोले छेकेको अवस्था छ र यहाँ चाहिँ पहिले इतिहासमा कैलाश पार्वतीले पनि यहाँ आएर शिव पार्वतीले यहाँ आएर बसेको भन्ने चाहिँ एउटा जनविश्वास रहेको छ र यहाँ धेरै वर्ष अगाडि विदेशीहरू आएर यस ठाउँको निरीक्षण गरेको भन्ने कुरा पनि छ र यहाँ चाहिँ अहिले गौशाला लगायत धार्मिक हिसाबले चाहिँ यो निर्माणाधीन रहेको छ र बजेटहरू पनि परिरहेको अवस्था छ भन्ने कुरा सुन्नमा आएको छ र यो चाहिँ प्युठान त्यसैगरी गुल्मीको संयुक्त आयोजनामा चाहिँ यहाँ कामहरू हुँदै रहेछ र यहाँ वरिपरि चाहिँ लेख भएको कारणले खर्सुक अनि त्यसैगरी अलि तलतिर चाहिँ चन्दनहरूका वनस्पतिहरू पाइन्छन् भने यहाँ विभिन्न किसिमका वन्यजन्तुहरू पनि रहेको पाइन्छ। यहाँ ठुलो जङ्गल रहेको छ, तलतिर चाहिँ गाउँ रहेको छ भने यो लेख रहेको छ। अनि खर्सुकका बुटाहरू हुन्, देख्न सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ नारीकोट रहेको छ, यसले क्लियर देखिँदो रहन्छ। यो चाहिँ मदानी के भन्छ यो गोमुखी गाउँपालिका 7 नम्बर वार्ड नारीकोट लगायतको ठाउँहरू रहेको छ। यो चाहिँ बाँको रहेको छ यस्तो किसिमको। यतातिर चाहिँ 2वटा सम्म स्थानहरू रहेको छन् भने त्यो पारी यो वारी यता रहेको छ। यता ट्याङ्की बन्दै रहेछ खानेपानीको। र यहाँ चाहिँ काम गर्ने कामदार दाजुहरूले बल खेल्नको लागि यस्तो व्यवस्था गर्नुभएको रहेछ। यहाँ बिजुली पनि आइपुगेको अवस्था छ तत्कालको लागि। अब पानी चाहिँ लिफ्टबाट लिनको लागि ट्याङ्की बन्ने क्रममा रहेको छ भने बिस्तारै निर्माणका कार्यहरू चाहिँ हुँदैछन् र यो चाहिँ पुरानो मन्दिर रहेको छ जुन मन्दिरमा फागु पूर्णिमाको अवसरमा चाहिँ पूजा हुने गर्दछ भने यहाँ 4-5 गाउँका मान्छेहरू चाहिँ भेला भएर पूजाआजा सहित होलीमा रमाइलो गर्ने चाहिँ एउटा हुने गर्छ भने यो बेन्चहरू रहेका छन् यतातिर। अनि यहाँतिर यो झन्डा राखेको थियो जहाँसम्म लाग्छ केही वर्ष अगाडि र अहिले चाहिँ रहेनछ। अनि झन्डै यसरी तल आइपुगेको अवस्था छ, बन्ने क्रममा छ जोस। र यतातिर पानी आकाशे पानी अहिले बर्खाको सिजन भएको कारणले गर्दा आकाशे पानीबाट चाहिँ काम सञ्चालन हुँदो रहेछ। यसरी पानीहरू
जम्मा गरेको हामीले देख्न सकिन्छ। बाँकी चाहिँ अहिले पानी पर्न आँटिसकेको अवस्था छ भने बाटो एकदमै बिजोग रहेछ, बल्ल बल्ल आइपुगेको अवस्था छ। अब भने चाहिँ आजलाई यति, बाँकी अन्य भिडियोमा भेट हुँदै गरौँ न। च्यानल सब्सक्राइब गर्दै गर्नु होला र फुल भिडियो हेर्न युट्युबमा जाने गर्नु होला। हस् त, धन्यवाद।